हेलो एन्ड नमस्ते, म सौरभी राणा सदा जस्तै आज पनि नयाँ ब्लग लिएर हजुरहरू मार्फत उपस्थित भइसकेको छु। आज चाहिँ हामी गएको छौँ सनाया मार्केट। आशा छ हजुरहरूले आउने दिनहरूमा यस्तै माया साथ सपोर्ट गरिदिनुहुन्छ। यहाँको झोल मोमो एकदम मिठो छ। तपाईँहरूको यहाँको झोल मोमो चाहिँ एकदम दामी छ है गाइजहरू, तपाईँहरू पनि आएर खान सक्नुहुन्छ ल। हाम्रो चाहिँ के होइन, यो मोमो सँगै खाने योजना तर लास्टै तातो हुन्छ। मोमोलाई दुईचोटि गरेर खाँदैछौँ है। मेरो त तातो भएर झन् 3 चोटि पनि खाइरहेको छु। 3 चोटि म केही पनि मोमो के राख्छु। यो झोल मोमो खाने बेला चाहिँ कसैले पनि सेतो टी सर्ट लगाएर चाहिँ एकदमै गाह्रो हुन्छ। यसलाई यो तालो मानेर राख्दिन घाँटिन यो है। यो त काट्नु हुँदैन। मोमो तातो खाएपछि होइन मलाई चाहिँ पुरा भइदिन्छ है। त्यही त हो कि मोमो खान पाक्ने। थ्याङ्क यू। पनि एक्स्ट्रा ट्यालेन्ट हो गाईहरू, तपाईँहरूले खान पाक्नुहुन्छ। यसमा नै गर्न चाहियो। सबै हामी गाइजहरू है, हामी चाहिँ लास्ट मजा गर्ने मान्छेहरू हो होइन। हामी सबैजना ग्याङ भेटेपछि एकदम कमेडी पनि हुन्छ है। तपाईँहरू चाहिँ हाम्रो कमेडी होइन हुन्छ नि, कमेन्ट चाहिँ नराम्रो नगरिदिनु होला ल। कस्तो कस्तो रहेछ हौ यिनीहरू भनेर है, एकदम स्विट कमेन्ट गरिदिनु। अघि नै भनेको छु मैले, लभ गरिदिनु होला भनेर के लभ गरिदिनु। लभ गरेपछि लयपति होइन त्यो त राम्रो होइन। गाई सबैले माया गरिदिनु होला भन्नु। तर मान्छे तिमीलाई चाहिँ आँखा नलाउनु है, किनकि अलरेडी बिहे भइसक्यो होइन। भएको छैन। म चाहिँ प्योर त अब होइन, एकदम सिङ्गल भनेको हाम्रो काकु मात्रै हो। लगाइसकेपछि गाइस लिपस्टिक डल्नु हामीले त लिपस्टिकै ल्याएको छैन है। कसले लिपस्टिक ल्याउनु भएको छ मलाई त लाउनै दिनुहुन्न। हेर्नु न कस्तो ल है, मोमो खाएपछि लिपस्टिक सबै गएछ। अब चाहिँ म लिपस्टिक लाउँदैछु ल, हेर्नु ल। यस्तो झन् सबै ठिक छ, पैसा कमी छ, फुल फुलेर के गर्नु भिरै भिरमा छ। जिन्दगी चल्न त चलेछ भिरै भिरमा छ। जिन्दगी चल्न त चलेछ भिरै भिरमा छ। हमारा प्यारा काकू सुनको मेरे दोस्त को सलाम
गीतै बुझ्दैन त्यही लिरिक्स नै याद भयो कि मलाई म फेरि लिरिक्स याद नभएको गाइदिँदैन मैले त सुनेको जिन्दगी दामी छ सबै ठिक छ हजुर पैसाकै कमी छ जिन्दगीले के गर्नु भिरै भिरमा छ जिन्दगी चल्न त चलेछ भिरै भिरमा छ जिन्दगी चल्न त चलेछ भिरै भिरमा छ